रोमानियाको वर्क परमिट कति महिनामा आयो नि हजुरको? अनि वर्क परमिट आएपछि कति मन्थमा चाहिँ हामी इन्डिया जानुपर्छ इन्टरभ्यूको लागि? मलाई रोमानियाको बारेमा केही भनिदिनु न। वर्क परमिट जे हो त्यहीमा काम मिल्छ कि मिल्दैन, हामीलाई सप्लाई पनि हुन्छ कि भनेर भन्नुभएको थियो कि। मेरो चाहिँ वर्क परमिट 6 महिनामा आएको हो। अनि 6 महिनापछि चाहिँ म बल्ल इन्डिया गएको इन्टरभ्यू दिनलाई। इन्टरभ्यू दिएपछि बल्ल म यता आएको, 1 महिनापछि बल्ल यता रोमानिया आएको हो। हजुरहरूको कम्पनी हेरी हुन्छ, कसैलाई जे वर्क परमिटमा जे छ त्यही काम मिल्छ भने कसैलाई मिल्दैन। हजुरहरूको कम्पनी हेरी हुन्छ, कम्पनीमा डिपेन्ड हुन्छ। अनि इन्टरभ्यूमा चाहिँ के सोध्छ नि सिस्टर भनिदिनु न, मेरो पनि एमबिसीको डेट छ भनेर भन्नुभएको थियो कि। केही पनि सोध्दैन, हजुरहरूलाई त्यही नर्मली हो। नाम, आफू के कम्पनीमा जान लागेको, कम्पनीको नाम, आफू के काममा जान लागेको, हजुरहरू कुन ठाउँमा जाँदै हुनुहुन्छ, त्यो ठाउँको लोकेसन, हजुर कति एजको हुनुभयो, यस्तै नर्मली क्वेसनहरू मात्रै सोध्छ। डराउनु पर्दैन, भिसा चाहिँ आउँछ। तर आफू चाहिँ एकदम नडराइकन